होली आउँदैछ। यो सबैलाई रमाइलो गर्ने पर्वको रूपमा लिइन्छ। तर होलीमा हामीले अपनाउनु पर्ने सावधानीहरू के छ? विशेष गरी रङ्गको होली भनिन्छ। रङ्गमा विभिन्न किसिमका केमिकलहरू हुनसक्छ। पहिला पहिला त फुलहरूबाट बनेका कलरहरू प्रयोग गरिन्थे, शरीरमा असर गर्दैनथ्यो। तर आजकल केमिकल भएको पेट्रोलियम जस्ता चाहिँ लिड जस्ता तत्त्वहरू भएको रङहरू पनि देखिएको छ, जसले आँखामा पर्नाले आँखाभित्र एलर्जी रियाक्सन गर्न सक्ने, आँखाभित्र इन्फेक्सन निम्त्याउन सक्ने, त्यस्तै गरेर आँखाको नानीमा यसले एब्रेजन घाउ बनाइदिन सक्ने हुनसक्छ। सँगसँगै जुन पानी फोहोर पानीको प्रयोग गरिन्छ त्यसले पनि आँखामा रियाक्सन हुने, आँखामा इन्फेक्सन हुने डर हुन्छ। सँगसँगै जुन हामीले यो लोलाहरू खेलिन्छ त्यसको फोर्सले गर्दा आँखाको भित्री भागमा चोट पुर्याउन सक्ने, आँखाको नानीमा असर गर्न सक्ने हुन्छ। विशेष गरी कन्ट्याक्ट लेन्स प्रयोग गर्ने, विशेष गरेर आँखामा केमिकलहरू अथवा रङहरू परिहाल्यो भने के गर्ने भन्ने पनि अलिक ख्याल गर्नुपर्छ। सफा पानीले चाहिँ आँखा सफा गर्ने, र त्यसले पनि भएन भने नजिकको आँखा उपचार केन्द्रमा गएर देखाउन जाने चाहिँ बेस्ट हुन्छ। तसर्थ सबैले सावधानी अपनाएर यो आउँदै गरेको होलीलाई आनन्दमय रमाइलो किसिमले खेल्नुहोला र आँखालाई जोगाउँ भन्ने सन्देश दिन चाहन्छु।